नमस्कार, म डाक्टर हरि अधिकारी युनिभर्सिटी अफ हेलसिङ्की फिनल्यान्डमा सिनियर साइन्टिस्टको रूपमा काम गर्दैछु। विगत 2.5 वर्षदेखि आफ्नै 2.5 करोड रुपियाँको लगानीमा मैले फरेस्ट नेपाल सफ्टवेयरको विकास गरिरहेको छु। यो सफ्टवेयर विकास गर्दै गर्दा मसँग नेपालबाट 7 जना र फिनल्यान्डबाट 3 जना व्यक्तिहरू 2.5 वर्षदेखि मलाई सहयोग गरिरहनु भएको छ। म फिनल्यान्डमा छु र म नेपालको बारेमा सोचिरहेको छु। किन? विगत 40 वर्षदेखि इतिहासमा हामीले जङ्गललाई विभिन्न रूपमा म्यानेज गर्दै आइरहेको छौँ। तर के हामीसँग आजको दिनमा सम्पूर्ण कुरा डिजिटलाइज छ त? छैन। हामी प्रयास गर्दैछौँ तर असम्भव हो। यही ग्याप फुलफिल गर्नको लागि फरेस्ट नेपाल सफ्टवेयरको विकास गरिएको छ। के छ त्यसको विशेषता? म विश्वको कुनै पनि देशमा छु, त्यहाँ बसेर एक क्लिक दबाएको भरमा मैले मेरो गाउँको सामुदायिक वनको इतिहासदेखि लिएर अहिलेको प्रेजेन्ट सिनारियो हेर्न सक्छु फरेस्ट नेपाल सफ्टवेयरको माध्यमबाट। हो, यो कसरी पोसिबल छ त? हो, हामीले के गर्छौँ भन्दाखेरि सामुदायिक वनको कार्ययोजना नर्मली बनिरहेको छ नेपालमा विगत 20-30 वर्षदेखि। तर सम्पूर्ण कुराहरू एक्सेलमा, जीआइएसमा त्यसरी गरिन्छ। ल्यापटप हराउँछ, एक्सेल क्र्याक हुन्छ र डाटा हराउँछ। हो, हामीले 40 वर्षमा के डिजिटल फरेस्ट्रीको कल्पना गर्न सक्यौँ त? सकेनौँ नि। त्यही ग्याप फुलफिल गर्नको लागि फरेस्ट नेपालको विकास गरिएको। सामान्यतया एउटा कार्ययोजना बनाउनको लागि हामी 20, 30, 40 हजार खर्च गर्छौँ। दिगो वन बनाउनको लागि 2 लाख, 3 लाख, 4 लाख खर्च गर्छौँ। तर फरेस्ट नेपाल सफ्टवेयर मार्फत जम्मा 4000 रुपियाँमा हामी एउटा कार्ययोजना तयार गर्न सक्छौँ। फिल्ड हजुरहरू जानुहुन्छ, डाटा फरेस्ट नेपाल सफ्टवेयरभित्र हाल्नुहुन्छ, लेस देन 5 मिनटमा हामी सम्पूर्ण एनालाइसिसहरू, सम्पूर्ण नक्साहरू, सम्पूर्ण फिगर, टेबल र त्यो मात्रै होइन, हजुरहरूको जिल्लाको इन्फर्मेसन सेन्ट्रलाइज गरेर भोलिको दिनमा हजुरको सामुदायिक वनले, डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, प्रदेश मन्त्रालय, सम्पूर्ण अर्गनाइजेसनहरूले इन्स्ट्यान्ट 1 क्लिकको भरमा सम्पूर्ण डाटा रिट्राइभ गर्न सक्नुहुन्छ। फरेस्ट नेपाल सफ्टवेयरले आज कार्ययोजना बनाउँदै गर्दा ती जति पनि जानकारीहरू हामीले कार्ययोजनाको लागि लिन्छौँ, समाजबाट, समुदायबाट, वनबाट, ती सम्पूर्ण इन्फर्मेसनहरूलाई डिजिटलाइज गर्ने प्रयास गर्छ ताकि आजको 5 वर्षपछि हामी फेरि त्यही जिल्ला, त्यही गाउँ, त्यही गाविसमा कार्ययोजना बनाउँदैछौँ भने हामीले पहिला आजभन्दा 5 वर्ष अगाडिको जङ्गलको स्थिति के थियो, समुदायको कस्तो संरचना थियो, प्रकृतिको स्ट्याटस के थियो, यी सम्पूर्ण इन्फर्मेसनहरू जस्ताको त्यस्तै एकैछिनमा एउटा क्लिकमा हामीले पाउन सक्छौँ। भएन त मजा? विगत 2.5 वर्षदेखि म तपाईँहरूको प्रतीक्षामा छु। के मलाई साथ दिन सक्नुहुन्छ? नमस्ते।